नमस्कार सबैजनालाई। र आज म तपाईँ माझमा एउटा शैक्षिक यानि एजुकेसन भिडियो लिएर आइरहेको छु। र आजको मेरो भिडियो विषय चाहिँ के छ भन्दाखेरि नानीहरूलाई कुन चाहिँ उमेरमा स्कुलमा एडमिसन गर्नु, मतलब एउटा नानी कति वर्ष पुगेपछि स्कुल पढाउनु, साथसाथै एउटा नानी कति वर्ष उमेर पुग्दा उसले स्कुल पढिसकेको हुनुपर्छ। मैले यो विषय भिडियो बनाउनु किन जरुरी सम्झेँ भन्दा चाहिँ म आफै एउटा विद्यालय प्रमुख भएको नाताले गर्दा थुप्रै प्यारेन्ट्सहरू जब हाम्रो स्कुलमा नानीहरू एडमिसन गर्न आउँछ है, त्यति बेला कतिजना प्यारेन्ट्सहरूलाई सही उमेर कुन चाहिँ उमेरमा नानीलाई स्कुल लाउनु पर्ने हो त्यो विषय उहाँलाई ज्ञान हुँदैन। कति अभिभावकगणले यसो पनि भन्ने गर्छन् कि मेरो नानी त 2-2.5 वर्ष मात्र पुग्यो तर पुरै बोल्नु थालेको छ, त्यसले गर्दा म उसलाई स्कुलमा लाउनु पर्यो। साथसाथै कति अभिभावकगण चाहिँ यस्तो पनि हुन्छ कि मेरो नानी त निकै उमेर त खाइसक्यो तर अझै पनि राम्रो बोलिआएको छैन, त्यसले गर्दा मेरो नानीलाई स्कुलमा लाउनु कि नलाउनु भनेर उहाँहरू धर्म सङ्कटमा परेका हुन्छन्। साथसाथै कति आफ्नै मेरै पनि कति छिमेकी आफन्त मान्छेहरूले पनि कुन समयमा चाहिँ ठिक नानीहरूलाई चाहिँ स्कुल लाउनु पर्ने हो त्यो विषय उहाँहरूलाई त्यस्तो ज्ञान हुँदैन र हामीलाई यो विषय सुझाव मागिरहेको हुन्छ। र मैले सम्झेँ कि यो विषय एउटा मैले भिडियो बनाएँ भने तपाईँ सबैको लागि एउटा नलेज हुन्छ भन्ने सम्झेर नै मैले आज म तपाईँलाई यो भिडियो बनाउन गइरहेको छु। र तपाईँलाई यस विषय भन्न अगाडि म तपाईँलाई नेसनल पोलिसी अफ एजुकेसन 1986 जो पछाडि आएर 1992मा के चेन्जेस मतलब बदलाव भएको थियो, त्यो शिक्षा नीतिले चाहिँ स्कुल एजुकेसनको स्ट्रक्चर चाहिँ 10+2 गरेको थियो। मतलब सर्वप्रथम क्लास 1देखि क्लास 10सम्म, त्यहाँदेखि फेरि उता गएको 11 र 12 गर्दा चाहिँ 10+2 यो स्ट्रक्चर अनुसार है स्कुलमा नानीहरूलाई पढाइ हुन्थ्यो भने अहिले चलिरहेको राष्ट्रिय शिक्षा नीति 2020 यानि नेसनल एजुकेसन पोलिसी 2020 जसलाई सर्टकटमा एनइपी 2020 पनि भनिन्छ ले स्कुल एजुकेसनमा नयाँ स्ट्रक्चर 5+3+3+4 गरी एउटा नानी क्लास 1मा पुग्नुभन्दा अघि पनि शिक्षा दिने प्रावधान राखेको छ। एउटा नानी क्लास 1मा पढ्नुभन्दा अघि उसलाई प्री स्कुल एजुकेसन दिन्छ जसमा PS1, PS2, PS3 गरी जम्मा 3वटा क्लास 3 वर्षको लागि हुनेछ। यसलाई एनइपी 2020ले बालबाटिका भनेको छ र यसरी एउटा नानी 3 वर्षमा 3वटा क्लास पढेपछि मात्र क्लास 1मा पुग्नेछ। नयाँ शिक्षा नीतिले यो किन गर्यो भन्दाखेरि चाहिँ कुनै पनि नानीको दिमागी विकास यानि ब्रेन डेभलपमेन्ट उनी 6 वर्ष पुग्नुभन्दा अगाडि नै 85% ब्रेन डेभलपमेन्ट हुन्छ। यसै कारण चाहिँ यस उमेरमा उनीहरूलाई सही स्याहार र एजुकेसन दिएको खण्डमा उनीहरूले पछाडि गएर राम्रो उनीहरूको विकास हुनेछ भन्ने एउटा उद्देश्य हो। र राष्ट्रिय शिक्षा नीति 2020को स्ट्रक्चरको हिसाबले हेर्ने हो भने पहिलो 5वटा क्लास मध्ये प्रथम 3वटा क्लासहरू यसरी क्लास 1 भन्दा अघि पुरा हुन्छ र 2वटा क्लास भन्नाले क्लास 1 र क्लास 2 लाई बुझिन्छ। यसरी नै +3 भन्नाले क्लास 3, 4, 5 बुझिन्छ। यसरी नै अर्को +3 भनेर क्लास 6, 7, 8 बुझिन्छ र अन्तमा +4 भन्नाले क्लास 9, 10, 11, 12 पर्छ। अब कुरा गरौँ कति वर्ष पुग्दा एउटा नानीलाई स्कुलमा एडमिसन यानि भर्ना गर्ने। अहिलेको राष्ट्रिय शिक्षा नीति 2020 अनुरूप एउटा नानी जब 3 वर्ष पुग्छ तब ऊ स्कुलमा एडमिसन गर्न योग्य हुनेछ। यसरी 3 वर्षमा स्कुल लागेपछि 4, 5, 6 वर्ष पुग्दा उनले बालबाटिका समाप्त गरी क्लास 1मा पुग्नेछ। यसरी नै त्यो नानी 8 वर्ष पुग्दा क्लास 2 सकि 5+3+3+4 स्ट्रक्चरको पहिलो 5 क्लास पुरा हुनेछ। यसको बाद पहिलो +3 मतलब क्लास 5 त्यो नानीले 11 वर्ष पुग्दा पुग्नेछ। उसै गरी अर्को +3 मतलब क्लास 8 त्यो नानी 14 वर्ष पुग्दा पुग्नेछ र अन्तमा +4 यानि क्लास 9, 10, 11, 12 मतलब त्यो नानी 18 वर्ष पुग्दा क्लास 12 पुग्नेछ। भन्नुको मतलब त्यो नानी 19 वर्ष पुग्दा उनले स्कुल एजुकेसन पढिसक्नेछ। र यसरी नै तपाईँहरूले पनि एउटा नानीलाई कति वर्षमा स्कुलमा एडमिसन गर्नुपर्ने हो, नानीको कति उमेरमा कति क्लास पुग्नुपर्ने हो र एउटा नानीले कति वर्षको उमेरमा स्कुल एजुकेसन पुरा गरिसक्नुपर्ने हो तपाईँले पनि आफै हिसाब लाउन सक्नुहुनेछ। मलाई आशा छ आजको प्रस्तुतिले एउटा नानी कति वर्ष पुग्दा स्कुल जानुपर्ने र त्यो नानी कति वर्ष पुग्दा स्कुल एजुकेसन समाप्त हुन्छ
यस विषय मैले पुरा जानकारी दिएँ होला र यदि तपाईँलाई थप जानकारी चाहिएको खण्डमा मलाई कमेन्टमा लेख्न सक्नुहुनेछ। आजको यस प्रस्तुतिलाई यही राख्न चाहन्छु। हस्, धन्यवाद।